फाइनल्ली सर्वोत्तम पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि बिक्री खुला गरेको आइपिओको चाहिँ बाँडफाँड सम्पन्न भइसकेको छ भने आउनुहोस् कतिजनाले 10 किताब प्राप्त गर्न सफल हुनुभयो अनि हजुरहरूले 10 किताब प्राप्त गर्न सफल हुनुभएको छ भने यो कहिले डिम्याटमा आउनेछ, लिस्टिङ हुनेछ, पहिलो कारोबार मूल्य कति रहनेवाला छ अनि यसको प्राइस कति जति पुग्नेवाला छ, रिटर्न कति जति हामीलाई आउला त आउनुहोस् आजको भिडियोमा चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको बारेकी युट्युब च्यानलमा, जहाँ हर पल हर समय आइपिओ या फिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो मिठो लिएर आइरहेकै हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानल सब्सक्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सिनु भने यस सर्वोत्तम पेन्ट्स लिमिटेडको नेटवर्थ रहेको छ 110 रुपियाँ 17 पैसा भने अर्निङ पर सेयर चाहिँ 7 रुपियाँ 58 पैसा चाहिँ रहेको छ भने यसको नेटवर्थ अर्निङ पर सेयर चाहिँ राम्रै छ भने यसको फन्डामेन्टली चाहिँ साथीहरू स्ट्रङ रहेको र स्ट्रङ कम्पनी चाहिँ यसलाई मान्न पनि सकिन्छ भने यसमा चाहिँ 28,97,125 जनाले आवेदन दिनुभएको थियो भने जसमध्ये 70,550 जनाले चाहिँ 10 किताब प्राप्त गर्न सफल भइसक्नु भएको छ भने तपाईँहरूलाई पर्यो कि परेन अनि अझसम्म आइपिओ रिजल्ट चेक गर्नुभएको छैन भने मैले डिस्क्रिप्सनमा लिङ्क राखिदिएको छु, त्यहाँबाट तपाईँ चेक गर्न सक्नुहुनेछ भने मेरो सेयर एप्लिकेसनमा चाहिँ 24 आवर या 48 आवर्स पछि मात्र देखाउँछ। अहिले चाहिँ तपाईँको त्यहाँ भेरिफाई नै देखाइरहेको हुन्छ, त्यही भएर तपाईँले चाहिँ सिडिएससीको वेबसाइटबाट हेर्न सक्नुहुन्छ, जसको लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु। भने साथीहरू यदि हजुरहरूले यो आइपिओ प्राप्त गर्न सफल हुनुभएको छ भने चाहिँ यसको पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ रहनेवाला छ भने पक्कै पनि 300 रुपियाँमा कारोबार सुरु भयो भने पहिलो दिन 15% सर्किट हाल्दा त हामी फाइदामा नै रहनेवाला छौँ भने साथीहरू म्यानुफ्याक्चरिङ सेक्टरको त सामान्यतया 800 देखि 1000 त इजिली पुगि नै रहेको हुन्छ भने तपाईँहरूले पनि राम्रो टार्गेट राखेर चाहिँ तपाईँले यसमा चाहिँ राम्रो फाइदा कमाउन चाहिँ पक्कै पनि सक्नुहुनेछ भने हजुरहरूले चाहिँ कतिमा बेच्ने सक्नु भएको छ परिसकेको छ भने कमेन्टमा बताउन नबिर्सनु भने अबको साथीहरू छिटोमा 10 देखि 15 दिनभित्र र ढिलो गएमा चाहिँ 20 देखि 25 दिनभित्र चाहिँ यो चाहिँ डिम्याटमा आएर लिस्टिङ भएर चाहिँ कारोबारमा आउनेवाला छ भने सम्पूर्ण साथीहरूलाई शुभकामना छ, राम्रो प्राइसमा बेच्नु होला।